सो गाइज गुड मर्निङ एन्ड ह्याप्पी सटरडे। अब चाहिँ ड्युटी जानुपर्ने हुन्छ होइन। ड्युटी जानको लागि चाहिँ यसो नुहाइदिएर फ्रेस बन्नुपर्ने हुन्छ। तर लास्ट चिसो छ होइन। चिसोमा चाहिँ कसरी नुहाउने त्यो नुहाउने सिस्टम चाहिँ म तपाईँहरूलाई सिकाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। अब चिसो छ, चिसोमा चाहिँ कसरी नुहाएर फ्रेस हुने र ड्युटी कसरी जाने भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो भिडियो पुरा हेर्नु होला। आउनुपर्छ त्यो चाहिँ म एकदम सिकाउने छु होइन। किनभने आफूलाई जाडो पनि नलागोस् र नुहाएर पनि एकदम फ्रेस भइयोस् होइन। त्यो चाहिँ त्यो सिस्टम चाहिँ म सिकाउने छु। भिडियो चाहिँ पुरा हेर्नु होला होइन। अब चाहिँ म चाहिँ गएँ आफ्नो नुहाउनतिर। अब नुहाउनको चाहिँ होइन, भाइले पानी नुहाएर चिसो छ होइन। म चाहिँ लास्टै चिसो छ हेर्नु, पानी पनि हेर्नु चिसो छ होइन। त्यो भएर अब नुहाउनु चाहिँ नुहाउनु पऱ्यो होइन। त्यो ड्युटी जानुपर्छ। ड्युटी जाँदा नयाँ ड्युटी गएछ भने होइन, लास्ट चाहिँ पुरा बोरिङ हुन्छ होइन। पुरा सुस्ती गर्छ कि है। अब गएर बस्नुपर्छ जमिएर हुन्छ होइन। नुहाएको चाहिँ एकदम फ्रेस हुन्छ होइन। नुहाउनु कसरी नुहाउने भने चाहिँ त्यो कुरा चाहिँ तपाईँलाई सिकाउने छु होइन। किनभने माथि जाडो हुन्छ नि त गरेर अब नुहाएर मान्छे फेरि पनि भइहाल्यो है। अब जाडो पनि लाग्दैन त्यो लगाएर यसरी नुहाउने होइन। नुहाएर चाहिँ मजाले होइन, मजाले नुहाउनु। अब फ्रेस पनि भइहाल्छ होइन। त्यही हो, मेरो पनि लाग्दैन, मेरो पनि हुन्छ। त्यो यसरी नुहाएर भइहाल्छ है। यसरी नुहाएर अब तपाईँलाई जाडो पनि भएन, तपाईँ फ्रेस पनि भइसक्नु। त्यही हो। अब खासै चिसो चाहिँ हुँदैन यसरी नुहाएर चाहिँ। यहाँ मुस्किल यहाँ पनि होइन। चिसो चाहिँ अलिक पुरा नुहाउने चाहिँ पनि ल्याउनु सकिन्छ। त्यही हो, मजाले है। अब यसरी नुहाउनु अनि अफिस पुग्नु छैन। आफ्नो काम पुग्नु। त्यही हो, जाडो चाहिँ सिकिन्छ है। नुहाउनु पनि पुरा नुहाइन्छ, जाडो पनि मजाले सिकिन्छ है। अब त्यही हो, यसरी नुहाएर आफ्नो गीत जाने होइन। अब त्यही हो, मेरो त नुहाउने तरिका यही होइन। मजाले नुहाइयो। सो गाइज अहिले भने म नुहाएर रेडी भइसकेको छु होइन। अब म चाहिँ अफिसको लागि निस्किन लागिरहेको छु होइन। ओके, तपाईँ चाहिँ भिडियो पुरा हेर्नु होला होइन। अब चाहिँ मिल्ते है फेरि नेक्स्ट न्यू लोकेसनमा न्यू भिडियो सँगसँगै भिडियो चाहिँ पुरा हेर्नु होला। ओके बाइ।